हेलो गाइज, वेलकम टु माई न्यू व्लग। सबैजना सन्चै हुन्छ होला, म पनि सन्चै छु गाइज होइन। अनि अहिले चाहिँ वर्तमानमा टिका लाउने कार्यक्रम चल्दैछ होइन। अनि यहाँ ठुलो बुवा ठुलो मम्मीले टिका लगाइदिँदै हुनुहुन्छ। अनि भान्जी पनि मामाहरूको ठाउँमा बसेकी छिन् होइन, मामाहरूको पैसा राखिदिनलाई होइन। अनि आवास पनि बसिरहेछ होइन। अनि यहाँ सबैजनाले टिका लगाएर पैसा दिँदै हुनुहुन्छ, आशीर्वाद पनि दिँदै हुनुहुन्छ दाजुभाइलाई। सबैजना आउनुभएको छ वर्तमानमा होइन। सभ्य भव्य भइरहेको छ वर्तमान, एकदम राम्ररी भइरहेछ। आफन्तजनले होइन सबैजनाले यहाँ टिका लगाइदिँदै हुन्छ दाजुभाइलाई होइन। अनि भान्जी पनि मामाहरूको छेउमा बसेकी छिन् होइन, मामाहरूको पैसा राखिदिनलाई बसेकी छिन् होइन। अनि आवास पनि बसेको छ, यहाँ टिका लगाइदिँदै हुन्छ आफन्तजनले होइन। राम्ररी भइरहेको छ कार्यक्रम, टिका लगाउने कार्यक्रम मजाले भइरहेको छ गाइज होइन। हेर्नु होला, भ्लगलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, त्यही भन्न चाहन्छु। र होइन आशीर्वाद पनि दिँदै हुनुहुन्छ होइन गाइज, मजाले आशीर्वाद पनि दिँदै हुनुहुन्छ होइन। भान्जीलाई पनि टिका लगाइदिँदै हुनुहुन्छ। म चाहिँ चिन्दिनँ उहाँहरूलाई होइन, आफन्तजन हुनुहुन्छ भनौँ न। अनि सबैजनाले टिका लगाइदिँदै हुन्छ होइन, सबैजनाले टिका लगाइदिँदै हुनुहुन्छ गाइज होइन। अङ्कल आन्टीहरू होइन, भनौँ न अङ्कल आन्टी उहाँहरूले पनि टिका लगाइदिनु भयो। सबैजना आउनुभएको छ। खाने बस्ने व्यवस्थापन एकदम राम्ररी गरिएको छ, मन्दिरमा गरिएको हो गाइज वर्तमान, मन्दिरमा गरिएको हो गाइज वर्तमान। एकदम सभ्य र भव्य तरिकाले हुँदैछ वर्तमान। अनि यहाँ सबैजनाले आशीर्वाद दिँदै हुनुहुन्छ, टिका लगाइदिँदै हुनुहुन्छ होइन। दक्षिणा पनि दिँदै हुनुहुन्छ गाइज होइन। लुगाहरू पनि दिँदै हुनुहुन्छ, लुगा सबैजनाले दिँदै हुनुहुन्छ। राम्ररी भइरहेको छ वर्तमानको कार्यक्रम, सभ्य र भव्य तरिकाले भएको छ। आमा बुवाले, दाजुभाइले, दिदी बहिनीले सबैजनाले टिका लगाइदिनु भएको छ। अनि हाम्रो मावलको बुवा मामा माइजू सबैजना हुनुहुन्छ होइन, टिका लगाइदिँदै हुनुहुन्छ दाजुभाइलाई, नातिहरूलाई होइन, टिका लगाइदिँदै हुनुहुन्छ गाइज। हेर्नु होला, ब्लगलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। भिनाजुहरू दिदीहरू आउनुभएको छ, मामा माइजूले टिका लगाइदिँदै हुनुहुन्छ आफ्नो भान्जाहरूलाई। बुवाले पनि लगाइदिँदै हुनुहुन्छ, प्रसाद समाउनु भन्दै हुनुहुन्छ होइन गाइज। सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला गाइज होइन। आमा बुवाले पनि टिका लगाइदिँदै हुन्छ, मामा माइजूले लगाइदिनु भयो टिका होइन गाइज। हेर्नु होला, दही खुवाइदिँदै हुनुहुन्छ गाइज होइन। बुवाले दही खुवाइदिनु भयो होइन नातिहरूलाई। अनि आमाहरू पनि हुनुहुन्छ होइन। अनि भान्जीलाई पनि होइन दक्षिणा दिँदै हुन्छ। अनि आमा बुवा आउनुभयो होइन, दिदी भिनाजु आफन्तजन होइन, दाजुभाइ भनौँ न, आमाले यहाँ टिका लगाइदिँदै हुन्छ, आमा बुवाले आशीर्वाद दिँदै हुनुहुन्छ। कार्यक्रम एकदम सभ्य र भव्य तरिकाले सुसम्पन्न पनि हुँदैछ र कार्यक्रम निरन्तर अगाडि बढ्दै पनि छ होइन। टिका लाउने कार्यक्रम होइन, वर्तमानमा उपनयन भनौँ न, वर्तमान टिका लाउने कार्यक्रम एकदम सभ्य र भव्य तरिकाले हुँदैछ। सबैजनाले टिका लगाइदिँदै हुनुहुन्छ, दक्षिणा दिँदै हुनुहुन्छ, आशीर्वाद पनि दिँदै हुनुहुन्छ गाइज। सबैजनाले लगाइदिँदै हुनुहुन्छ गाइज। आमा बुवा दाजु दिदी होइन, अङ्कल आन्टी सबैजनाले लगाइदिँदै हुनुहुन्छ। हजुरबुवा हजुरआमा होइन, ठुलो बुवा ठुलो मम्मी अङ्कल आन्टी सबैजनाले लगाइदिँदै हुनुहुन्छ। भान्जीलाई पनि दक्षिणा दिँदै हुनुहुन्छ, आवासलाई पनि दक्षिणा दिँदै हुनुहुन्छ। अनि राम्ररी भइरहेको छ वर्तमान टिका लाउने कार्यक्रम भनौँ न। वर्तमान त सकिसक्यो, टिका लाउने कार्यक्रम, आशीर्वाद दिने कार्यक्रम, दक्षिणा दिने कार्यक्रम हुँदैछ गाइज।
एकदम राम्ररी हुँदैछ। ठुलो मम्मीहरू होइन, दिदी भाउजू भनौँ न, सबैजनाले टिका लगाएर आशीर्वाद दिँदै हुनुहुन्छ, दक्षिणा दिँदै हुनुहुन्छ। कार्यक्रम एकदम राम्रो भइरहेको छ। वर्तमानको टिका लाउने कार्यक्रम दाजुभाइलाई एकदम राम्ररी भइरहेको छ। चहल पहल पनि एकदम राम्रो छ। इष्टमित्र सरसाथीभाइ सबैजना आउनुभएको छ। वर्तमान पनि मन्दिरमा गरिएको छ गाइज। मन्दिरमा एकदम राम्रो पनि हुन्छ गाइज गर्दा होइन, घरमा भन्दा मन्दिरमा राम्रो हो वर्तमान गर्न। एकदम सहज तरिकाले पनि हुन्छ, सुसम्पन्न पनि हुन्छ, राम्ररी पनि हुन्छ। सबैजनाले यहाँ टिका लाउने कार्यक्रम एकदम राम्ररी भइरहेछ। सबैजना हतारमा हुनुहुन्छ, व्यस्तताको कारणले पनि आइदिनु भयो वर्तमानमा दाजुभाइलाई आशीर्वाद दिन। यहाँ ठुलो मम्मी पनि हुनुहुन्छ, हजुरआमा, हजुरबुवा, दाजु, दिदी, भाउजू होइन, आमाहरू, हजुरआमाहरू, आमाहरू सबैजना हुनुहुन्छ। यहाँ टिका लगाइदिँदै हुन्छ। ठुलो मम्मीहरू राम्ररी वर्तमानको चहल पहल पनि राम्रो छ र यहाँ आशीर्वाद दिने, टिका लगाइदिने, दक्षिणा दिने काम भइरहेको छ। राम्रो पनि छ गाइज होइन। ब्लगलाई चाहिँ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला, फुल वाच गर्नु होला होइन। एकदम राम्रो कन्टेन्टहरू लिएर आउनेछु होइन। यो पनि एउटा राम्रै कन्टेन्ट हो। सबैजनाले लगाइदिँदै हुनुहुन्छ। ठुलो मम्मी पनि हुनुहुन्छ होइन, ठुलो मम्मी, हजुरबुवा, हजुरआमा होइन, सबैजना लगाइदिँदै हुनुहुन्छ, आशीर्वाद दिँदै हुनुहुन्छ, टिका लगाइदिँदै हुन्छ, फुलमाला होइन, एकदम राम्ररी भइरहेको छ। फुलमाला पनि लगाइदिनु भएको छ, फुलहरू माथि ओछ्याएर। अनि भान्जीले यहाँ के भन्दै थिइन् होइन, सबैजना लगाइदिँदै हुनुहुन्छ, सुसम्पन्न पनि हुन्छ बिस्तारै होइन। कार्यक्रम भर्खरकै त हो, भर्खरकै हो कार्यक्रम होइन। कार्यक्रमको चहल पहल पनि राम्रो छ। व्यस्तताको कारणले पनि सबैजना आइदिनु भयो, त्यो नै राम्रो कुरा हो, त्यो नै ठुलो कुरा हो भनौँ न। यहाँ आन्टी पनि हुनुहुन्छ, आन्टीले फोटो खिच्दै हुन्छ। सरिजाले पनि दक्षिणा दिए होइन दाजुहरूलाई। बाले पनि टिको लगाइदिँदै हुनुहुन्छ होइन, दाजुभाइलाई टिको लगाइदिँदै हुन्छ बाले पनि। अनि यहाँ आन्टीले पनि टिको लगाउन आँट्दै हुनुहुन्छ, बिन्दु आन्टीले दक्षिणा पनि दिनुभयो बाबाले। अनि आन्टीले पनि यहाँ टिका लगाइदिँदै हुन्छ, आशीर्वाद दिँदै हुनुहुन्छ। भान्जीलाई पनि दक्षिणा दिनुभयो बाले। सुसम्पन्न तरिकाले होइन, सभ्य र भव्य तरिकाले कार्यक्रम अगाडि बढ्दैछ होइन। निरन्तर रूपमा बढ्दैछ कार्यक्रम। यो कार्यक्रमलाई सभ्य र भव्य तरिकाले होइन राम्रो बनाइदिनु हुने सबैजनालाई धन्यवाद दिन चाहन्छु होइन। दाजुभाइको वर्तमान एकदम राम्रो, सभ्य, भव्य तरिकाले, रमाइलो तरिकाले कार्यक्रम अगाडि बढ्दैछ होइन। सबैजनाले उपहार पनि दिँदै हुनुहुन्छ, दक्षिणा पनि दिँदै हुनुहुन्छ, आशीर्वाद, टिका लगाइदिँदै हुनुहुन्छ। यो चाहिँ वर्तमानको टिका लगाएको भ्लग हो गाइज होइन, आशीर्वाद दिएको। सबैजनाले फुल वाच गर्नु होला, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। सबैजनाले ठुलो मम्मी पनि हुनुहुन्छ, यता विवेक दादा र भाउजू पनि हुनुहुन्छ। दादा भाउजूले पनि आशीर्वाद दिनुभयो।
टीका लगाइदिनु भयो। एकदम रमाइलोसँगले हुँदैछ वर्तमान। सबैजना प्रसाद ग्रहण गर्न पनि जानुभयो टीका लगाएर आशीर्वाद दिएर। प्रसाद ग्रहण गर्न जानुभएको छ सबैजना। आउने जातिले टीका लगाइदिँदै हुनुहुन्छ। आएर टीका लगाउने जाति चाहिँ प्रसाद ग्रहण गर्न जानुभएको छ। रमाइलो तरिकाले हुँदैछ। यहाँ दिदीले पनि लगाइदिँदै हुनुहुन्छ। दिदी भिनाजुले लगाइदिँदै हुनुहुन्छ गाइस। यहाँ आमाले पनि लगाइदिँदै हुनुहुन्छ। सभ्य र भव्य तरिकाले हुँदैछ। यता भाइ पनि छ। भाइ पनि बोक्नु भएको छ आमाले। राम्ररी वर्तमान हैन कार्यक्रम राम्ररी भइरहेको छ भनौँ न। सानीमाले पनि लगाइदिँदै हुनुहुन्छ। दाजुभाइलाई टीका लगाइदिँदै हुन्छ, आशीर्वाद दिँदै हुनुहुन्छ। कार्यक्रम रमाइलो भइरहेको छ हैन। त्यही भन्न चाहन्छु। यहाँ सानीमाले पनि लगाइदिनु भयो। यहाँ चाहिँ अस्मिता सानीमाले पनि लगाइदिँदै हुनुहुन्छ। अनि यहाँ बुवा पनि हुनुहुन्छ। बुवा पनि हेर्दै हुनुहुन्छ नातिहरूको वर्तमान के कस्तो भयो के भयो भनेर। जिस्किनुहुन्छ बुवा अलिक हैन। जिस्किने बानी पनि छ अनि जिस्किनुहुन्छ। टीका लगाइदिँदै हुनुहुन्छ दाजुभाइलाई हैन, आशीर्वाद दिँदै हुनुहुन्छ। रमाइलो भएको छ हैन। सबैजना आउँदै हुनुहुन्छ। आउने क्रम जारी पनि छ। आउने क्रम जारी छ गाइस। दिँदै हुनुहुन्छ हैन, आशीर्वाद दिँदै हुनुहुन्छ दाजुभाइलाई हैन। कार्यक्रम निरन्तर अगाडि बढिरहेको छ। सभ्य र भव्य तरिकाले हुँदैछ हैन। आउने क्रम जारी छ। टीका लगाएर आशीर्वाद दिने क्रम जारी छ। र अब आजलाई यति नै। बाई गाइस।